म त लभ यु भनिरहेछु नि भाइ मैले अघिबाट तँलाई लभ यु भनिरहेछु नि भाइ त्यो के खालको भाइब थियो है त्यो भाइले लाइक न त्यो स्वर त्यस्तो खतरा होइन गिटार त्यस्तो खतरा बजाएको होइन तर एउटा चिल क्या हुन्छ नि त्यही भएर कतिचोटि मान्छेलाई होइन राम्रो स्वर राम्रो खतरा केही चाहिँदैन तिमीहरूको अनुहारले के रिफ्लेक्ट गर्दैछ भन्ने हो क्या तिमीहरू यार के छ यार ब्रो भन्यो भने अर्कोले होइन के छ यार ब्रो भनेर हाँसेर भन्दैन क्या तिमीहरू के छ यार ब्रो भनेर त्यो उज्यालो अनुहार देख्ने बित्तिकै के देख्ने बित्तिकै त्यो अनुहारले हो क्या गराउने बुझेनौ कति कुराहरू त्यो मान्छेको कस्तो राम्रो लागेको थियो मलाई त्यो गाना हुन्छ नि पुरानै भइसकेको त्यो सबै भइसक्यो नि तर राम्रो लाग्यो हामीलाई मन परेको थियो नि च्याटमा सबैलाई भाइ जाने बेलामा नितेश पी दाइ मेरो साथी विवशको बिहानको छ के लेखिस् भाइ दाइ मेरो विवश साथी के लेख्यो यसले यता यताको कमेन्ट हेर्नु न त्यो नजाउन बे सोझो केटो नजाउन बे आशिष थापा क्लास 12 दाइ के क्लास 12 मैले तँलाई कति क्लासमा भनेर सोधेको थिएँ र एफई स्पिरिजी ओए झापाली लभ यु कस्तो थर्काएर लभ यु ओए मेरो भाइ लभ यु भन्दैछु नि भाइमा म त लभ यु भनिरहेछु नि भाइ मैले अघिबाट तँलाई लभ यु भनिरहेछु नि भाइ बुझिस् आई लभ यु जो जाने बेला एउटा को हो यो हाफ मिस्टर बिस्ट के हो यो चल फाले के हो यो चल फले मिस्टर बिस्ट जाने बेलामा एउटा सङ रियाक्ट हावा गीत बाई सेम सन्डीप गर्दिन भाइ अहिले ब्रो रिमेम्बर द्याट अर्जेन्टिना जर्सी वाला $40 के भयो त्यो मर्यो त्यो बुझे अघि भर्खर लाइभमा बोलेको के भयो हुन त धेर बोल्दै थियो फेरि राणी होइन के तै हो त लामा त होइन ल भयो आज राम्रै बस्यो आज धेरै मान्छे आया ढाड कस्तो दुखेको आज धेरै मान्छे आयो हो खुसी लाग्यो आज सो इन अ वे गर्दै जाउँ मैले भनिनँ भाइ एट दि एन्ड अफ 26 होइन अब युट्युबमा चाहिँ मलाई सायद पोसिबल हुन्छ जस्तो लाग्दैन होइन तर युट्युब टिकटक फेसबुक जुनै पनि एउटा सोसियल मिडियामा चाहिँ लाइभ गरेर एटलिस्ट इन्स्टाग्राम जेसुकै होस् होइन इन्स्टाग्राममा त होइन तर 200K भ्युज चाहिँ हामीले पुऱ्याउनु पर्ने छ है गाइज अबे साले माफ करना नि सुन्दा नि कस्तो होला होइन तर मेबी पोजिटिभ राख्नु पाएँ म पोजिटिभ छु क्या यसमा यो पालिको एनर्जी मेरो एकदम पोजिटिभ छ क्या गाइस पहिलाको एनर्जी होइन पोजिटिभ हुन्थ्यो अनि कता डाउट गर्ने कता के गर्ने हुन्थ्यो नि यो पालिको एनर्जी हेर्न भाइ हेर्न एनर्जी हेर्न भाइ यो पालिको एनर्जी अनि बुझिनुहोस् भाइ हेर्न दाइको एनर्जी केटीको यति बुझ्न भाइ केटीको दुधको साइज एकछिन केटीको दुधको साइज कहिले पनि ब्राले जज नगर क्या भाइ यसो खोइ भनेर ल अहिले चाहिँ गयो यहाँ चस्मा लगाइदिएर जता जाने बेलामा होइन फेरि आउटरहरू पनि हान्दै